रविजी जोगिनुस्, सिद्ध्याउँदैछन् तपाईलाई। अहिले सिद्धिनु भयो हैन? मेरो मित्र रवि लामिछानेजीलाई जेल हालियो। म भैरवामा भेट्न गएँ। उहाँ बसेको अवस्था हेरे। यो देशको गृह तथा उप प्रधानमन्त्री, उहाँकै अन्तर्गत पर्थ्यो कारागार। एउटा कोठामा अलग्गै राखेर थुनेको छ, बाहिरबाट चाबी लगाइदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजी मेरो मित्र। हामी रत्न राज्यलक्ष्मी क्याम्पसमा सँगै अध्ययन गर्यौं, रेडियो नेपालमा सँगै जागिर खायौं, फिल्महरूमा पनि हामी सँगै निर्माण गर्यौं र उहाँ अमेरिका बस्दाखेरि पनि हामी सँगै बस्यौं। उहाँ बाल्टिमोरमा बस्नुहुन्थ्यो, म पेन्सिल्भेनियामा बस्थेँ। जब टिकापुर घटना घट्यो, रवि लामिछानेजी न्यूज 24 मा काम गर्नुहुन्थ्यो। करिब 2-4 महिना उहाँ हामीहरू विरुद्ध खुब खनिनु भयो। अनि म दिल्लीबाट उहाँलाई फोन गरेर भन्थे कि रविजी यस्तो होइन। र फेरि रविजी र मेरो अन्तर्वार्ता युट्युबमै प्रष्ट छ। जब म जेलमा आएँ, उहाँ गृहमन्त्री बन्नुभयो। म प्रत्येक पटक उहाँलाई फोन गर्थे, सम्झाउँथे, मन्त्रीजी यस्तो हुँदैछ, यस्तो गर्नुस् न। त्यस पछाडि म जेलभन्दा बाहिर आएँ र विभिन्न राजनीतिक दलको बैठकहरूमा जान थालेँ। अनि मैले त्यहाँ अलिकति गन्ध पाएँ। यो गन्ध नमजाको छ। रविजी सतर्क हुनुहोस्। डाक्टर बाबुराम भट्टराईको कार्यक्रममा उहाँ गृह तथा उप प्रधानमन्त्री हुँदा मैले पोल खोलिदिए, रविजी जोगिनुस्, सिद्ध्याउँदैछन् तपाईलाई। अहिले सिद्धिनु भयो हैन? मेरो मित्र रवि लामिछानेजीलाई जेल हालियो। म भैरवामा भेट्न गएँ। उहाँ बसेको अवस्था हेरे। यो देशको गृह तथा उप प्रधानमन्त्री, उहाँकै अन्तर्गत पर्थ्यो कारागार। एउटा कोठामा अलग्गै राखेर थुनेको छ, बाहिरबाट चाबी लगाइदिएको छ। हामी नागरिक स्वतन्त्रता, प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्छौं साथीहरु। दोस्रो पटक भेट्न जाँदा निकै कठिन भयो। एउटा माननीय भइसकेको रेशम चौधरीलाई, एउटा राजनीतिक व्यक्तिलाई भेट्नका निमित्त चलाइएको नेक्सस कति खतरनाक छ। त्यसकारणले मैले तपाईहरुलाई भन्दैछु साथी हो, बादलको जो दम्ब छ, पानी नपर्ला भन्न सकिन्न। आदरणीय साथी हो, यो देशमा परिवर्तनका निमित्त हामीले के भूमिका खेलौं त्यो भन्न चाहन्नु, तर यति मात्रै भन्न चाहन्छौं कि हामी परिवर्तनमा जहिले पनि लाग्यौं। डाक्टर बाबुराम भट्टराई र प्रचण्डजीहरूले जनयुद्ध गरिरहँदा म रेडियो नेपाल, रेडियो सगरमाथा र नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँथे, पत्रकार थिए र म सम्पूर्ण सुरक्षा निकायसँग नजिक थिए। तर माओवादीको गीतहरू खोज्दै जान्थे। माओवादी कहाँ आए खोज्दै जान्थे। एकपटक दशैं मान्न घरमा गए अनि माओवादीले एउटा कार्यक्रममा बोलायो। रेशम चौधरीको समुदायलाई नेपाली बनाउनका निमित्त छिनिदिने फैसला गरिदिने न्यायाधीशको छ। म यहाँ धेरै बोल्दैन, बोलो कि मुद्दा लगाउँछन्। यहाँ म सत्य र यथार्थ कुराहरूमा टेकेर केही कुराहरू भन्छु। धन्यवाद। म रेशम चौधरीजीलाई छोटकरीमा आफ्नो कुराहरू राख्न आग्रह गर्छु। त्यसपछि हामी नियमित रूपमा अनि क्लकवाइज चाहिँ यसरी जान्छौँ। माइक्रोफोनले मेरो आवाज समात्ला। धन्यवाद। मलाई हाम्रो कविन्द्रजीले खबर गर्नु भएको थियो। व्यस्तता होइन, यही क्रिया र अन्तर्क्रियाको अर्को कार्यक्रम छोडेर म यहाँ आएँ। हामी परिवर्तनका लागि हामीले गर्दै आएको संघर्षको इतिहास हामीले तपाईलाई बताइरहनु पर्दैन। आजको दिनमा हामीले भन्न पाएका छौं कि देख्नुभयो, पालो तपाईको पनि आयो।
टिकापुर घटनाको प्रसंगसँग म जोड्न चाहन्छु। कसैलाई राम्रो लागोस्, कसैलाई नराम्रो लागोस्, तर इतिहास साक्षी हुन्छ। आदरणीय साथीहरू, 2072 भाद्र 7 गते टिकापुरमा घटना घट्यो। थारूहोट विद्रोह थियो, त्यो लाखौं थारूहरूको जमघट थियो, तर दुर्घटना प्रायोजित थियो। कथा एउटा थियो, थारूले संविधानमा आफ्नो अधिकारका निमित्त आवाज उठाएको थियो र त्यसका निमित्त प्रदर्शनको आयोजना गरिएको थियो। पटकथा चलायो राज्यले, फिल्म बनाइदिए अर्कैले। त्यसकारणले जब त्यो फिल्म बन्यो, त्यो फिल्ममा त आउटपुट त बडा गजबको भिजन आयो कि गर्ने गराउनेहरू चोखा, हामी समाजमा मिलेर बस्नुपर्छ, सामाजिक भएर बस्नुपर्छ भन्नेहरू दोषी भयौं। मलाई लाग्छ यो देशमा कानून छैन, यो देशमा न्याय छैन। दमन विभेदको चरम पराकाष्ठा हामीले भोगेर आयौं। आज जुन यो जेनजी विद्रोहमाथि लाद्ने प्रयत्न गरिँदैछ, अस्ति प्रधानमन्त्रीज्यूका सर्वदलीय बैठक थियो हैन? सबै नेताहरूले भाषा बदली बदली बोले। स्वर्णिम वाग्लेजी र शोभिता गौतमजी यही हुनुहुन्छ। भित्र एउटा बोल्छन्, बाहिर अर्को गर्छन्। तर रेशम चौधरीले टेबल ठोकेर भन्यो कि यो जेनजी विद्रोह भनेको नेपाली नागरिकहरूको आवाज हो, विदेशमा बस्नेहरूको पनि आवाज हो, 80 वर्षको हुक्का पिउने बाजे बजैको पनि आवाज हो, यो देशमा बेरोजगारी, सीमान्तकृत हेपिएका दबिएकाहरूको आवाज हो। म तपाईलाई प्रसंग फेरि जोड्न चाहन्छु। टिकापुर घटना भएपछि हामी माथि भएको दमनको पराकाष्ठा म तपाईलाई भन्न चाहन्छु। मानव अधिकार कर्मीहरू राजनीतिक भएर गए, पत्रकारहरू राजनीतिक भएर गए, यो देशका सचेत नागरिकहरूले हामीलाई आतंककारी देखे। यो देशको संविधानमा हाम्रा अधिकार समेटिनु पर्छ भन्ने आवाज उठाउने बित्तिकै हाम्रा हजारौं चेलीबेटीहरूले हिंसा भोग्नु पर्यो। हामीले वर्षौं घर छोड्यौं। 2074 मा चुनाव भयो। प्रधानमन्त्रीज्यू सुन्नुहोस्, जोशीपुरमा उहाँको कार्यक्रम थियो नयाँ शक्तिको। मेरो मित्र करिश्मा मानन्दर, उहाँले ठिकै भन्नुभयो, म नायक पनि हो, फिल्म खेलेको हिरो पनि हो। करिश्माजीले एउटा फोटो हाल्नुभयो कि उहाँ करिश्माजीसँग एकजना थारू कार्यकर्ता हुनुहुन्थ्यो नयाँ शक्तिको, उहाँले फोटो हाल्नुभयो र सोध्नुभयो, रेशमजी तपाई कहाँ हुनुहुन्छ? नयाँ शक्ति परिवर्तनको युगमा तपाईको गाउँठाउँमा आइपुगेको छ। र कैलालीमा चुनाव भयो। कांग्रेस एमाले माओवादीको जमानत जफत भयो। 16 वटा दल, कांग्रेस एमाले माओवादी नयाँ शक्ति राप्रपा के थिए, 16 वटाको मत जोड्दा मैले प्राप्त गरेको मतको 50% पनि पुगेन। त्यो जनताको व्यापक सहभागिता र समर्थन अनि अभिमतलाई यो राज्यले व्यवस्था गर्यो। रेशम चौधरीलाई 8.5 वर्ष दिल्ली बजारको कठघरामा थुन्यो। म चुनाव जिते, यो देशमा नेता बन्न सकिन, संसद बन्न सकिन। यो देशको संविधान, यो देशको कानून अनि यो देशको कुन किताबखानामा लेखेको छ कि एकजना कैदीलाई उपचार गराउँदा नेल ठोकेर गरिनुपर्छ। डाक्टर बाबुराम भट्टराईजीले वीर अस्पतालमा मेरो नेल खोल्नुभयो। हातमा हत्कडी र खुट्टामा ठोकेको नेलसँग म अस्पतालमा उपचार गराउँथे। यो त्यही राज्य हो। जेएनजी भाइ बहिनी हो, तपाईहरू सचेत र सतर्क रहनुहोस्। आकाशमा कालो बादल मडारिएकै छ। कालो बादल भएपछि पानी पर्दैन भन्न सकिन्न। हामी सतर्क र सचेत रहनुपर्छ। यस्तो अवस्थामा तपाईको दाजु रेशम चौधरीले छाती ठोकेर भनेको छ जेएनजी आन्दोलन होइन। कसले भन्यो जेएनजी आन्दोलन हो? जेएनजी नागरिक विद्रोह हो, जनविद्रोह हो। आज हामी सीमान्तकृत, हामी भूमिलाई बचाएर राखेका भूमि पुत्रहरूलाई आफ्नो परिचय दिनुपर्ने अवस्था आएको छ।
जब टिकापुर घटना घट्यो हामी भारतमा थियौं। रेशम चौधरी आतंककारी हो, थारूहरू आतंककारी हुन् भनिन्थ्यो। अनि आतंककारी चाहिँ नेपाली हुन् कि होइनन् भनेर कोही कोही साथीले लेख्छ आतंककारीहरू नेपाली होइनन् रे, आन्दोलन कर्मीहरू नेपाली होइनन्, कहाँ रेशम चौधरी नेपाली हो, त्यो त आतंककारी हो भन्थे कि। अनि म गीत लेखेर सम्झाउँथे, तिमी नेपाली या हामी नेपाली, चिनिदिने को छ र त्यस्तो न्यायाधीश, भनिदेऊ न को हो नेपाली। एउटा भन्छ धोती मेरो आफ्नै पहिचान, एउटा भन्छ टोपी मेरो देशकै स्वाभिमान। धोती टोपी मिले भन्छ नेपालीकै शान, एक आपसमा लड्यौं भने गुम्छ पहिचान, गुम्छ पहिचान। तिमी नेपाली या हामी नेपाली, चिनिदिने को छ र त्यस्तो न्यायाधीश, भनिदेऊ न को हो नेपाली। रेशम चौधरीको समुदायलाई नेपाली बनाउनका निमित्त चिनिदिने, फैसला गरिदिने न्यायाधीश को छ? म यहाँ धेरै बोल्दैन, बोलो कि मुद्दा लगाउँछन्। यहाँ म सत्य र यथार्थ कुराहरूमा टेकेर केही कुराहरू भन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजी मेरो मित्र, हामी रत्न राज्यलक्ष्मी क्याम्पसमा सँगै अध्ययन गर्यौं, रेडियो नेपालमा सँगै जागिर खायौं, फिल्महरूमा पनि हामी सँगै निर्माण गर्यौं र उहाँ अमेरिका बस्दाखेरि पनि हामी सँगै बस्यौं। उहाँ बाल्टिमोरमा बस्नुहुन्थ्यो, म पेन्सिल्भेनियामा बस्थेँ। जब टिकापुर घटना घट्यो, रवि लामिछानेजी न्यूज 24 मा काम गर्नुहुन्थ्यो। करिब करिब 2-4 महिना उहाँ हामीहरू विरुद्ध खुब खनिनु भयो। अनि म दिल्लीबाट उहाँलाई फोन गरेर भन्थे कि रविजी यस्तो होइन। र फेरि रविजी र मेरो अन्तर्वार्ता युट्युबमै प्रष्ट छ। जब म जेलमा आएँ, उहाँ गृहमन्त्री बन्नुभयो, म प्रत्येक पटक उहाँलाई फोन गर्थे, सम्झाउँथे, मन्त्रीजी यस्तो हुँदैछ, यस्तो गर्नुस् न। त्यस पछाडि म जेलभन्दा बाहिर आएँ र विभिन्न राजनैतिक दलको बैठकहरूमा जान थालेँ। अनि मैले त्यहाँ अलिकति गन्ध पाएँ, यो गन्ध नमजाको छ, रविजी सतर्क हुनुहोस्। डाक्टर बाबुराम भट्टराईको कार्यक्रममा उहाँ गृह तथा उप प्रधानमन्त्री हुँदा मैले पोल खोलिदिए, रविजी जोगिनुहोस्, सिद्ध्याउँदैछन् तपाईलाई। अहिले सिद्धिनु भयो होइन। मेरो मित्र रवि लामिछानेजीलाई जेल हालियो। म भैरवामा भेट्न गएँ, उहाँ बसेको अवस्था हेरे, यो देशको गृह तथा उप प्रधानमन्त्री, उहाँकै अन्तर्गत पर्थ्यो कारागार। एउटा कोठामा अलग्गै राखेर थुनेको छ, बाहिरबाट चाबी लगाइदिएको छ। हामी नागरिक स्वतन्त्रता, प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्छौं साथी। दोस्रो पटक भेट्न जाँदा निकै कठिन भयो। एउटा माननीय भइसकेको रेशम चौधरीलाई एउटा राजनीतिक व्यक्तिलाई भेट्नका निमित्त चलाइएको नेक्सस कति खतरनाक छ। त्यसकारणले मैले तपाईहरुलाई भन्दैछु साथी हो, बादल गजुदम्ब छ, पानी नपर्ला भन्न सकिन्न। आदरणीय साथी हो, यो देशमा परिवर्तनका निमित्त हामीले के भूमिका खेलौं त्यो भन्न चाहन्नु, तर यति मात्रै भन्न चाहन्छौं कि हामी परिवर्तनमा जहिले पनि लाग्यौं। डाक्टर बाबुराम भट्टराई र प्रचण्डजीहरूले जनयुद्ध गरिरहँदा म रेडियो नेपाल, रेडियो सगरमाथा र नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँथे, पत्रकार थिएँ र म सम्पूर्ण सुरक्षा निकायसँग नजिक थिएँ, तर माओवादीको गीतहरू खोज्दै जान्थे। माओवादी कहाँ कहाँ आए खोज्दै जान्थे। एकपटक दशैं मान्न घरमा गए, अनि माओवादीले एउटा कार्यक्रममा बोलायो, उर्दी गर्यो, ल सबै गाउँलेहरू आउनुस् है भनेर। म पनि गएँ डाक्टर बाबुरामजी, गए। अहिले तपाईहरुको अब नाम त नलिदिउँ, अहिले तपाईहरु मध्येका एकजना चर्चित नेत्रीले भाषण गर्नुभयो, माओवादी भित्रकै टप 10 नेत्रीले। आदरणीय दाजुभाइ तथा दिदीबहिनी हो, तपाईलाई थाहा छ यो भन्दा 4 किलोमिटर पर टिकापुर बजार छ। टिकापुर बजारमा महलहरू छन्, ती महलमा ठूला सामन्तीहरू बस्छन्। तिनीहरू सोफामा उपर खुट्टी लगाएर यतिखेर टेलिभिजन हेर्दै होलान्। भोलि हाम्रो सत्ता आयो भने त्यो सोफामा तपाईहरु बस्नु हुनेछ, उपर खुट्टी लगाएर टेलिभिजन हेर्नु हुनेछ र तिनलाई भाडा माझ्ने दास बनाउनु हुनेछ।
मैले भने यो त खतरनाक भइगयो, यस्तो कहीं हुन्छ? हुँदैन। यो मैले कुरो काटेको होइन, बिग्रियो त्यहीँनिर। माओवादीले परिवर्तनको एजेन्डा र आवाज बोकेको भरमा हामी 1500 थारूले ज्यान गुमायौं। मैले माओवादीको कुरो काटेको होइन। आज पनि माओवादी त्यही पक्षमा लड्दैछ, लडोस्, लड्नुपर्छ, लड्नुपर्छ, एक भएर लड्नुपर्छ। अब भयो कुरो जेएनजी आन्दोलन भयो, 77 जना मरि गए। साथीहरू संविधानमा अनुसूची बनाएर प्रतिस्थापित गर्नुपर्छ भन्दै हुनुहुन्छ। टिकापुर घटनामा 4 जना बच्चालाई सुधार गृहमा राखियो। हाम्रो प्रदीप चौधरी 8.5 वर्ष पोखराको जेलमा बस्नुभयो, सुधार गृह हुँदै उहाँ कारागारमा जानुभयो। टिकापुर घटनामा म गुलरिया बर्दियामा थिएँ। मेरो मिसिनमा लेखिएको छ रेशम चौधरी 21 किलोमिटर पर हुनुहुन्छ सेटेलाइटको उसबाट। लक्ष्मण थारूजी कोहलपुरमा सिडिओ र एसपीसँग हुनुहुन्थ्यो। हाम्रो थारू कल्याणकारिणी सभाको सभापति धनीराम चौधरीजी रिपोर्टर्स क्लब दिल्ली बजारमा हुनुहुन्थ्यो। फौजदारी कार्यविधि संहिताले भन्छ वारदात स्थलमा अनुपस्थित व्यक्तिलाई मुद्दा लगाउन पाइँदैन। त्यसैका आधारमा रेशम चौधरीहरूको मुद्दा 31-32 दिन लगाइएन। 34 दिनपछि कुन शक्तिले काम गर्यो? रेशम चौधरीलाई मुद्दा लगाइयो, बर्बाद पारियो। अहिले चुनाव लड्न दिन्न भन्छन्। पुरुषोत्तम यादवजीले भन्नुभयो नेता हुन दिन्न भन्छन्। देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने अनि त्यो फैसलालाई हामीले मान्नु पर्ने। चुनाव रेशम थारू, लक्ष्मण थारू, धनीराम थारूले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन। त्यको चुनाव हुन्छ। सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ। नेपाली कांग्रेसको इतिहास के थियो? नेकपा एमालेको इतिहास के थियो? शेरबहादुरजी ओलीजीको प्रचण्डको इतिहास के थियो? जेएनजीको इतिहास के छ? जेएनजीले गरेको जनविद्रोह। त्योभन्दा एक दिन पहिले मिटिङ थियो, मैले भन्दै थिएँ। केही दिन पहिले मेरो छोरीको बर्थडे थियो, जेएनजी आन्दोलनभन्दा 3-4 दिन पहिले। मेरो छोरीको बर्थडेमा बेलुकी पख यसो कुरा गर्दै गएँ। छोरीले भन्छ पापा मेरो बर्थडेको यो फोटो सेयर नहुने भयो नि, त्यसकारणले म त जेएनजी आन्दोलनमा लाग्ने हो। मलाई त्यो बेलासम्म जेएनजी भने के हो थाहै थिएन। हेर्नुहोस्, मेरो 11 वर्षको छोरीलाई थाहा छ जेएनजी भने के हो। म यो देशको राजनीति गर्ने मान्छेलाई थाहा छैन जेएनजी भने क्या हो। अनि म त बालेनलाई भोट हाल्ने। मैले मुख मोडेर यसो अलिकति दुखेसो पोखेँ। हैन पापा, डोन्ट वरी, आई विल भोट यु, बट आई कान्ट कन्भिन्स माई फ्रेन्ड्स। म तिमीलाई भोट त हाल्छु, तर मेरा साथीहरूलाई म भन्न सक्दिनँ। पर्सिपल्ट बैठक थियो, काठमाडौँ आएँ। बेलुकी म बहिनीको घरमा बसेको, बहिनी ज्वाइँ अनि भान्जी बसेकी 14 वर्षकी भान्जी। र त्यो 14 वर्षको भान्जीले के भनिन्, भोलि त हामी आन्दोलनमा जाने हो, भोलि त हामी आन्दोलनमा जान्छौँ। अरे पापा, यत्रो बच्चीले भन्छ आन्दोलनमा जाने, क्यान जाने तिमी आन्दोलनमा? अनि उनले प्रश्न भनिन्, मामा हाम्रो पुस्ता त सोसियल मिडियासँग जन्मियो होइन, हामी त जीपीटी च्याटमा होमवर्क गर्छौँ, अनलाइनबाट क्लास लिन्छौँ, अनलाइनमा ट्युसन पढ्छौँ, हाम्रो अधिकार खोजिदिने। मार गाली गर्नुभयो। भोलिपल्ट देशमा आन्दोलन थियो। त्यस पछाडि म अरू केही भन्न चाहन्छु। साथी हो, अरू जस्तो व्यवहार नगरौँ। म यो हलमा उपस्थित भएका साथीहरूलाई भन्छु, तपाईहरु एक हुनुपर्छ, एक हुनुपर्छ, एक हुनुपर्छ भन्नुहुन्छ। क्याको एक हुने? तपाई हाम्रो आवाज बोल्नुस्, हामी तपाईसँग छौं। हामीले भन्यौ, अहिले पनि भन्दैछौं, रेशम चौधरीले दिल्लीमा बसेर चुनाव जित्ने, रेशम चौधरीले जेलमा आएर, जेलभित्र पार्टी जन्माएर 16-16 सांसद जिताउने, रेशम चौधरीले 116 जनप्रतिनिधि जिताउने, जेलभित्र 13 किताब लेख्ने। मैले यो किताब एउटा S4 भन्ने मोबाइलमा लेखेको हो। मैले नागरिक उन्मुक्ति पार्टीको विधान कान्तिपुर र गोरखापत्रहरूको बचेको ठाउँमा लेखेको हो। मसँग अहिले पनि त्यो पाण्डुलिपि छ, मैले धेरैले देखाएँ।
अनि राजनीति गर्ने क्षमता छ। नेता भएपछि देश बनाउने डिपिआर चाहिन्छ। यो देशमा कुनै नेतासँग छैन देश बनाउने डिपिआर, हामीसँग छ, राखेका छौँ हामीले। र त्यो देश बनाउने डिपिआरलाई भएको नेतालाई स्वीकार गरिँदैन भने देश बन्छ कहिले बन्ने हो? आदरणीय साथीहो, समयको संकेत त गर्नुभयो, तर हामी हाम्रा मुद्दाहरू राख्न चाहन्छौँ। यो मुद्दा नै सुन्नु भएन भने कसरी हुन्छ? यो मुद्दा सुन्नु पर्यो। यहाँ जेएनजी फसाउँछन्, यिनलाई भोलि जेल थुन्छन्, जेलमा थुन्छन् यिनलाई, भोलि यिनलाई झुन्ड्याउँछन्, कानुन बनाउँछन्। संसद पुनर्स्थापनाको कुरा हुँदैछ, म यहाँ बुदात्मक रूपमा लेख्दैछु। क्याको संसद पुनर्स्थापना? म त गाउँको भाषा बोल्छु। हेर्नुहोस्, अस्ति गाथे स्वर्णिमजी बिहान 7 बजे चिया खाने चिया पसलमा एउटा कुथुङ 2-4 जना बुढाबुढीहरू बसेका थिए कि उनले के भने के अरे संसद पुनर्स्थापना भन्छन्, संसदको भवनमा जाने चाहिँ को जाने संसद भवनमा? त्यो नागरिकको आवाज छ। ती नागरिकहरू जेएनजीको जनविद्रोहसँग साथमा छन्। तपाईहरू नहच्किनु होला। म तपाईहरूलाई नहच्किन नदब्न हुन अनुरोध गर्न चाहन्छु। र अर्को कुरो, सबै प्रकारका आन्दोलनलाई संस्थागत गर्नका लागि तपाईहरूले आवाज उठाउनु पर्यो। सबै प्रकारको आन्दोलनहरूलाई संस्थागत गरिनुपर्छ। घुसपैठ भएको छ भने त्यसलाई न्यूनीकरण पनि गरिनुपर्छ। यो जेएनजी आन्दोलनमा मेरो घर जल्यो त, मेरो मिल जलाइयो, घर जलाइयो, 3-4 करोडको फेरि क्षति हो। पहिला घर जल्दा 3 महिनासम्म म सुतिनँ, अहिले घर जल्दा ओहो यो त परिवर्तनका नाममा भयो, बन्ला नबने छोडिदिउँ भनेर चुपचाप बसेर बसेका छु। किनकि हामी यो जेएनजी जनविद्रोहको साथमा छौँ। र अब म तपाईहरूलाई फेरि पनि भन्न चाहन्छु, डाक्टर बाबुरामले रविजीलाई छुटाउने कुरा गर्नुभयो, छुटाउनु पर्छ। अब मधेस, नेपाल, पहाड सबै शक्तिहरू एक हुनुपर्छ। यो संविधानमा हाम्रो अधिकार लेख्या थिएन के? यही संविधानको बारेमा आवाज उठाउँदाखेरि हामीलाई त्यही आन्दोलनको न्युमा हामीलाई 8.5 वर्ष जेलमा थुनियो। तर हामीले के गर्यौं? हैन यो नेपालको संविधान हो, अलिअलि स्वीकार्नुपर्छ भन्यो। आजभोलि तपाईहरुले संस्कार र संस्कृति भुलिसक्नुभयो। पहिला थारूको भान्सामा ढिक्री पाक्थ्यो, आजभोलि थारूहरूको चाडपर्वमा सेलरोटी पाक्छ। देउसी भैलो खेल्न तपाईले छोडिसक्नु भयो। हामी आफ्ना पहिचानका पोशाक लगाएर देउसी भैलो खेल्दैछौँ। धेरै साथीहरूले ढाका टोपी लाउनु भएको छैन हैन? यो ढाका टोपी लगाएर फोटो खिच्यो भने मेरो 500 जना थारूले कमेन्ट गर्छ र गाली गर्छ, ए तै पर्वतिया बनि गेले। म भन्छु म पर्वतिया नै बनौँ, म नेपाली बनल बात। म गाली खाएर पनि यो टोपी लगाउँछु। साथी हो, अब एउटा ढोकामा आउनका निमित्त मन बलियो बनाउनु पर्छ। रासोपाले आह्वान गरेको यो मुद्दामा हामी ठीक छौं, तर क्या हो फेरि रासोपाले म उदाहरणको लागि भन्छु, कैलालीको क्षेत्र नम्बर 1, 2, 3 हामीले जित्यौं। कैलाली बर्दियाको क्षेत्र नम्बर 2 मा स्वतन्त्र भएर चुनाव जितायौं। रासोपासँग मिलेर जाने हो भने 1 मा त ठिकै छ रेशमजी, 2 नम्बर हामीलाई दिनुस् भनेपछि कुरो मिल्दैन। हाम्रा ठाउँमा हामीलाई दिनुस्, हामी तपाईलाई सहमत गराउँछौं। यस उद्धार बन्नुस्, हैन भने यो कांग्रेस र एमाले माओवादी भन्दा तपाईको चरित्र क्या फरक? सबै मिलेर जाउँ। बाबुरामजी आउनुस्, म हजुरको घरमा धेरै पटक गएँ, आउनुस् तपाई, अब हाम्रो घरमा आउनुस्, बसौं। नायकले भनेको छ यो खुनका लागि त हामी यहाँ आएका हौं। तर यो जेएनजी आन्दोलनका पक्षमा सशक्त दौरो भएर सबैले समर्थन जनाऊ, पछाडी नहच्क्यौं, नेताको चरित्र नदेखाऊ। भित्र कोठामा गएर चुनाव हुन्न भन्ने बाहिर आएपछि चुनाव हुन्छ, त्यो दुईटा भाषा नबोलौं। चुनाव चाहिँ हुन्छ, चुनाव गर्नु पनि पर्छ। स्थिर सरकार चाहिन्छ, कार्यकारी राज्य सञ्चालक चाहिन्छ। तर कुनै सिङ्गो समुदायलाई पन्छाएर चुनाव हुँदैन। रेशम थारू, लक्ष्मण थारू, धनीराम थारूलाई बाहिर राखेर चुनाव गराउने सपना नदेख्नुस्। टिकापुर घटनामा थारूहरूले सुरक्षाकर्मी मारेका होइनन्। सुरक्षाकर्मी मार्नेहरूको नेम लिस्ट, भिडियो र प्रमाण हामीसँग पनि छ, राज्यसँग पनि छ। झगडा नगराइदिउँ भनेर मात्रै नबोलेको हो। यसलाई हाम्रो कमजोरी नठानियोस्। र फेरि पनि ठिकै छ, मैले अलिकति बढ्ता बोले। मैले रविजीको बारेमा अस्ति अलिअलि पैसो कमाएको थिएँ। त्यो 30 को गीत गाएर नेपालमा कलाकार भएर पैसो कमाउने एउटा मान्छे म पनि हो।
93 वटा एल्बम निकालेँ, 17 वटा किताब लेखेँ, 13 वटा देउसी भैलो, 13-14 वटा गाई जात्रा, 34-35 वटा लोकदोहोरी, 25-26 वटा आधुनिक गीत, 14-15 वटा राष्ट्रिय गीतको एल्बम निकाल्ने अर्को कलाकार छैन। तर म थारू भएकै नाताले हेपिए भन्ने पनि मिल्दैन। रेडियो नेपालमा पनि फर्स्टै भएँ, जुनसुकै गीत सङ्गीत निकाल्दा पनि उत्कृष्टै हुन्छ। हेपिया चाहिँ होइन। हेप्यौकलले जनताले सम्मान गरे, शासकले दमन गरे। पराकाष्ठा यति मात्रै हो। अब फेरि राज्यमा सहभागिताको कुरा हुन्छ। बाबुरामजी, डाक्टर स्वर्णिम वाग्लेजी, यो सही कुरा हो। हामी तपाईसँग सहमति गरेर जान्छौँ नि, जान्छौँ, तर तपाईँले पनि परिवर्तनका कुरा स्वीकार्न सक्नुपर्छ। फेरि चाहिँ नि जो तपाईँ मात्रै सत्तामा बस्ने, हामीलाई उही कृषि मन्त्री मात्रै बनाउने हो कि? पहिला सबभन्दा पहिले तपाईँहरू ठुलो मन त्याग्नुहोस्। जेएनजी आन्दोलनमा हामीले पनि गर्यौँ। टिकापुर 2072मै जेएनजी विद्रोह भयो। हाम्रा 14 वटा जेएनजी बच्चाहरूलाई थुनियो। 4 जना तपाईँ जेलमा बसे। प्रदीप चौधरीजी त 8-8.5 वर्ष जेलमा बस्नुभयो। त्यस कारणले गर्दाखेरि अब थारूको चेहरालाई पनि यो नेपाली हो भनेर स्वीकार्नुहोस्। हामी नेपाली हौँ, हामी थारू पनि हौँ, हाम्रो सिङ्गो समुदाय भूमिपुत्रका सन्तान हौँ, तर त्योभन्दा ठुलो हामी नेपाली हौँ। गर्वका साथ भन्छौँ हामी नेपाली हौँ। हामीलाई खबरदार है, थारूको मुसा काल्न भन्नुहोस्। हामीलाई तिमी थारू हाम्रो स्वाभिमानी नेपाली हो भन्नुहोस्, भूमिपुत्र हो भन्नुहोस्। आज बोर्डर हामीले जोगाएका छौँ। 1 मिनट भन्दा बढ्ता नबोलिकन म तपाईँलाई भन्छु, बाबुरामजी, 2050-51 सालतिर हाम्रो देश नेपालमा सिमानामा पिल्लर थिएन। बुझिराख्नुहोस्, हाम्रो देशको सिमानामा पिल्लर थिएन। त्यस बेलामा हाम्रा बाजेहरूले सखुवाको एउटा पिल्लर गाड्थे र आफ्नो सिमाना जोगाउँथे। मेरो आफ्नो बाजे आजाको कुरा गर्दैछु। म काठमाडौँबाट भटभटेमा मोटरसाइकलमा जान्थेँ र मेरो आजालाई भेट्न जाँदाखेरि उहाँले म उहाँलाई भन्थेँ, उहाँ धेरै बेर लुक्नुहुन्थ्यो। उहाँलाई भन्थेँ, कहाँ किन यत्रो बेर आएको, म त तिमीलाई काठमाडौँबाट भेट्न आएको आजा। अनि उहाँले भन्नुहुन्थ्यो, आजा का करना हो, आज इहोर सर्छु कालाको फालबुटे आएको इहोर सार्दे, आज इहोर सर्छु फालबुटे आएको इहोर सार्दे। त्यो कुरा धेरै पछाडि मात्रै बुझेँ मैले। यो देशमा सिमेन्टको पिल्लर नहुँदा सखुवाको पिल्लरलाई देशको सिमाना बनाएर जोगाउने यो भूमिपुत्र थारूहरूको सम्मान सबभन्दा पहिले यो गठबन्धनले गरोस्। हामीले देशका सिमाना जोगाएका छौँ, आज पनि त्यही सिमानामा छौँ। मेरो जग्गाभन्दा पारी नेपालको भूमि छैन, पारी भारत मात्रै छ। यो सम्मान यो समूह समुदाय र राजनीतिक दलले गर्यो भने रेशम चौधरीले छाती खोलेर तपाईँहरूसँग मुठीमा मुठी उचालेर तपाईँहरूसँग हिँड्न तयार छ। यो प्रतिबद्धता जाहेर गर्दै आफ्नो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। जय नागरिक। धन्यवाद रेशमजी। अब अस्ति प्रधानमन्त्रीसँगको वार्तामा रेशमजीले एउटा रोचक कुरा गर्नुभएको थियो। भदौ 23 अगाडि उहाँका युट्युबहरू चाहिँ एकदमै 10औं लाख भ्युज हुन्थे रे। भदौ 24 पछि त मेरा युट्युबहरू कुदेनन्, भ्युज नै आएन भनेर उहाँले गुनासो गर्नुभएको थियो। त्यसको यही अघि आफू पनि अस्ति हिंसाबाट प्रताडित हुनुभएको कुरा यहाँले राख्नु भएको थियो। धेरै धेरै धन्यवाद। यहाँले विद्रोहको आवाज, आफ्नो अनुभव यहाँ सुनाउनु भएको छ र के गर्नुपर्छ भन्ने कुराहरू छन्।